सायमी आज चाहिँ हाम्रो लरेन्सको बर्थडे हो अनि हामी चाहिँ यहाँनिर बर्थडे पार्टी गर्न लागिराखेका छौँ लरेन्सको। लरेन्सलाई ह्याप्पी बर्थडे। अफिसियल काम गर्दैछ अहिले। दाइहरूले कटिङ गर्नु छ दाइ बहिनीहरूलाई आज घरमा होला फेरि घोडा मारी मारी मुस्दै दादा मुस्नु नआएको हो कि तिम्रो बर्थडे हो तपाईँले यो गरे जस्तो लाग्यो बिगारे जस्तो लाग्यो किन पछाडि हाल भन्नुभयो हो गाह्रो हुन्छ अब टाइम लाग्छ मुस वो कर दिया अच्छा अच्छा नहीं ये सबको साइड नहीं चाहिए बस थप्पा लगा देगा 5 बजी चाहिँ टक्कै हुनु पर्यो हाँ वही तो वहाँ से लगाना पड़ेगा केक एकदम ठीक है ठीक है ठीक है ठीक ठीक भयो यता बनाउँदैन मेमोरी हुन्छ हजुर हुँदैन नि अनि यस्तो यता यता हुन थालिहाल्यो दीदी यता एक लुक्स हजुर नुन छ भाइ अब सधैँ गर्ने बेला भएको नुन चाहिँ नयाँ भान्सेको बर्थडेको दिन हरायो भन्छ फेरि दिदीको मोमो स्पेसलिस्टहरू हुनुहुन्छ यहाँ मोमो मेकिङ बनाउनुहोस् ए मिन्छामा पनि उठ्नुभयो मिन्छामा बर्थडे खान आउनु भएको छ नानाको अनि यहाँ प्रसन्नतामा पापड तार्नु हुँदैछ उसले फोन गरेपछि नि जाम कि जाम भन्नु दादाले नत्र उसले यहाँ बसेर गफी गर्नु भनेर वहीँ बसेर गफी गर्नु नि म फेरि एप्रोन पनि जोडेको छु उसले के भनेछ त्यसले भन्दै थिएँ म फेरि हाम्रो घरमा आउनु नहुने कहिले बोल्दिनँ सफा गरेर राखेको छु तपाईँ घरमै चाहिँ आउँछु भने सबै ल्याइराख्यो नि त मोमो चाहिँ बनिसक्नु आँट्यो यता चिप्स पनि पाकिसक्नु आँट्यो म कट गरिदिन्छु भन्नु न मेरो बर्थडे हो आज भन्नुहोस् न सबैजना आउनुहोस् है भन्नु के खानुभएको प्रेमा दिदी हो किचनमा धेरै प्रेमा दिदी सन्जु दिदी के गर्नु अहिले त झन् मलाई छुट पाएर कि म त छुट मिठो पकाउनु हुँदैछ दिदीले अब यो चाहिँ दिदीले गोर्खे चटनी झान्नु आँट्नु भएको झैँ गरेर यो उद्घाटन भयो यसको नि नयाँ ओपन हो त मैले चलाएकै थिएँ ठिक काम गर्दैछु है यो लिएर नभए यत्रो कराइ गर्नुपर्छ नि त यो हालिदियो एडजस्ट फ्यान यता डेकोरेसन हजुर हेलो हेलो सन्जु दिदीले कस्तो मजाले गर्नुहुन्छ नि मलाई त म त बिर्सिँदो रहेछु त्यो यो मलाई दिनु म काट्छु त्यो उतै फ्याँक्ने हो भाइ यहाँ चाहिँ हाम्रो होइन छोड्यो भने त्यस्तै उयो हुन्छ अल्मलिन्छ क्या आफै यहाँ चाहिँ हाम्रो भाइले डेकोरेसन गर्दै हुनुहुन्छ बर्थडेको डेकोरेसन फोटोसुटको लागि चाहिँ हाम्रो भाइलाई सम्पर्क गर्दा नि हुन्छ है यस्तो राम्रो डेकोरेसन गर्नुभएको छ नि यहाँ तर यहाँ यति फ्रेममा मात्रै कस्तो राम्रो हुन्छ यस्तो देख्दा हेर्नु न यहाँ
पर्दामा यस्तो आउने यतिमा हेर्ने लोरेन्स ह्याप्पी बर्थडे सुपथ मूल्यमा ह्याप्पी बर्थडे होइन के भयो बर्थडे गर्ललाई हो यहाँ हाम्रो सेफहरू के गर्दैछन् फेरि गोर्खे चटनीको तेल अलिक कम्ती हुन्छ कि क्या हो बहिनी यो चाहिँ ठिकै छ यो चाहिँ हाम्रो स्पेसल मटन यही न बफ हाम्रो पेमा बहिनीको हातको अनि यो चाहिँ मैले बनाउने हो यसको चाहिँ केएफसी बनाउने हो होममेड केएफसी यो चाहिँ मेरो रेसिपी अनि हाम्रो मोमो चाहिँ अघि नै यहाँ पाकिसकेको छ कहाँ राखेछौ यो मोमो चाहिँ हामीले अघि न बनाइसकेको यति धेरै छ यो चाहिँ हल्का स्टिम गरेर राखेको हो अनि अहिले चाहिँ फेरि मजाले पकाएर पछि खाने हो अलिकति चाहिँ राखिदिनु न बेलुकी अलिकति चाहिँ राखिदिनु डबल टेपले बहिनी म काट्छु बहिनी छोडिदिनु यो चाहिँ हाम्रो गोर्खे अचारको लागि हो अनि यहाँ चाहिँ म अनि यहाँ मेरो छोरी अनि त्यहाँदेखि यहाँ चाहिँ एकदम चिकनवाली फेभरेट चिकन उहाँले बनाएको चाहिँ एकदम मिठो हुन्छ भनेर उहाँलाई नै सिकाएर सिकाउन चाहिँ के आफ्नै आइडिया गुरु त तिमी नै होला नि त सिकाउने मलाई अनि त्यहाँदेखि यहाँ चाहिँ एकदम मोमो छ मोमो आज हाम्रो भेज मोमो है भेज मोमो एकदम जहिले चिकन भएर आज भेज गरिदिएको छौँ तर भेजसँग चिकन चिकन भेज भयो भने के सक्छौँ हामी बर्थडेको काम एकदम भ्याइ नभ्याइ छ बिजी सेलिब्रेटी बडा भनेको चाहिँ बडी भनेकै बर्थडे गर्लको एकदम बोल्ने शैली एकदम यस्तै छ बुझेर बुझ्नु होला अनि अब घर चाहिँ एकदम यस्तै छ बुझेर हेरिदिनु होला अनि यहाँ बर्थडे गर्लको बाउ बिजी होइन यस्तै त हुनुपर्छ कुन टेबलको यसको बेड मुनि राख्नु भएको छ अरे हौ दिदीले हेलो बर्थडे गर्ल त यति एक्साइटेड छ बिजी हेर्नुहोस् होला फेस हेरेर थाहा पाउनुहुन्छ तपाईँहरूले कपाल हेर्नुहोस् चाल हिँडेको चाल हेर्नुहोस् जानु भएको तपाईँ ल वाह फोटोमा त है ए भिडियोमा त बाबा लागेछ बाबा तिमी बस जस्ट लोरेन्स बस हाँस्नुहोस् नानी वाउ कस्तो राम्रो थियो मेरो छोरीलाई अनि म हेर्छु त्यसरी होइन राम्रो नर्मल हाम्रो खुसी छौ ह्याप्पी ह्याप्पी बर्थडेको कस्तो लाग्यो केक लुगा पनि कस्तो दामी केक अगाडि जाऊ केकमा केक गर्छ केक अगाडि आऊ केक अगाडि केटा भाइहरू छोडिदेऊ भाइहरूलाई यसको लिए फोटो सुट हुँदैछ सो ब्युटिफुल
बर्थडे मलाई कुर्छु र सबलाई कुर्छु म है बर्थडे गर्नलाई कसले चलायो आज बर्थडे गर्नलाई के गर्ने हैन है दिन्छेसो आज सबैलाई कुर्छु कोकोले मिटेको हेलो जोइन हाई भन हेलो 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 ओ भाइ पढ्नु हुँदैन कोको सामनालाई छिटो केक काट्ने बेलामा इन्ट्री ल नमस्ते नमस्ते हजुर त्यो एक्सटेन्सन गर्छ झन्डै हो छिटो ढिलो भयो दिदीहरू विशेष गरी तपाईँ संसारलाई छोडिरहेको जन्मदिन गर्नुभएको धन्यवाद छ। विशेष गरी हामीले दुईजना तपाईँ आजसम्म तपाईँले अनुभव गर्नुभएको धन्यवाद छ। आउने दिनहरूमा सालभरिमा
नानीलाई पनि तपाईँले ठुलो भएर त्यही भएर यस्तोमा खानुपर्छ उ त्यस्तोमा फुट्दैन कि यस्तोमा है ल खानुहोस् है इन्जोय गर्नुहोस् मजाले खानुहोस् यस्तै छ बिचारा भान्सेहरू लास्टमा रहल पहल हड्डीहरू मसलाहरू ग्रेभीहरू खानु ल ल मजाले खानु है यहाँ के अरे फ्युचरको जेएनजीले चाहिँ ससेस मात्रै ताक्दैछ फ्युचरको जेएनजी हुन्छ हुन्छ वेलकम हुन्छ 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 भाइलाई दिँदा रमाइलो लाग्छ अरे नि त यहाँ हेर्नु न घर मोलेको हेर्नु है यहाँ घर मोलेको मस्काको राम्रोसँग मस्काऊ है कान्छी ल ल गुड भित्र गएर मस्काऊ मैले जहिले उसलाई के अरे भाडा मस्काऊ ल भन्दै जिस्काउँछु नि त त्यही भएर उसलाई बाँध्ने भएको हेर्नु त ए कप त टल्क्यो नि त भुइँ अनि बाङ्गा कति खटेको छ बिचरा धन्न अल्छी मान्दैन है त्यस्तो काममा चाहिँ उसलाई त पठाउने ल्याउनेमा भन्दा पनि त्यस्तोमै ठिक छ कस्तो खर्च घरमा सानोमा मुढामा राखिदिन्थेँ अरे मैले नानी कसको गयो भनेको थिएँ अनि उसलाई बिहान घरमा मुढामा राखेर अरू सबै घाँसमा गएर हो कि कता गएर दिनभरि आउँदा त्यही मुढामा आउँथेँ अरे हिन्दी बोला तिम्रो टर्न हो ए अरूलाई मात्रै भन्नु पाइन्छ हिन्दीमा भन्न हामीले यहाँ गिफ्ट ल्याइदिएको आफै अनबक्सिङ गर्नु यता फर्काइदिनु मिकी माउस करे यहाँ कति राम्रो देखिरहेछ कि अनबक्सिङ राम्रो यसमा चाहिँ के गर्नु भन्दा सबभन्दा पहिला बजाउने होइन है
बर्थडे अरे बाबाले दिएको अब नेक्स्ट डे अर्को चोटिदेखि त बहिनीले पो पाउँछ कि भाइले पाउँछ मेरो गिफ्ट हतार खोलेको हेर मम्माको गिफ्ट मेरो गिफ्ट मैले दिएको गिफ्ट चाहिँ आफै खोल्दै रे लु बर्थडे गर्ल आजको खै यता हेर्दिनु न बर्थडे गर्लको त कपाल डल्लै आएछ अगाडि मैले बिहानै दिनु पर्यो भनेको थिएँ आज हतार भएर हस्पिटल जाँदा के गर्दा पहिल्यैदेखि भनेको थिएँ नि उसले आने देखाउनुहोस् भिडियोमा थ्याङ्क यू खै थ्याङ्क यू मामा भन पापाको उसलाई मेकअपमै हेर्छ भोक पनि लागेको छैन लरेन्सलाई आज त लोरेन्स ह्याप्पी उसलाई मेकअपले ह्याप्पी भइसक्यो जान्दा पो रहेछ त आम्मा अहिलेको नानीहरूलाई त्यही सिकाउनु पर्दैन अन्त नि झुमो बुढा ल के उयो हुने हैन लो हामी लास्टमा बसी म बस्ने लास्ट खापवाला आउनेवाला ल बस्नुपर्छ नि आज त हो नि त बेला मौकामा वेलकम दुईजना है राति 12 बजे खाना 12 बजे फर्स्ट होला दिदी 12 बजेसम्म लास्ट गेस्ट तर ठिकै छ के तर ट्विन्सी भएर गएर पो रहेछ त अबे थाहा भएन दिदी पनि दिँदै लाग्छ होइन डिफ्रेन्ट कलर छ डिजाइनै डिफ्रेन्ट छ गङ्गा राम्रोसँग जानु ल अहिले लिफ्ट बिग्रिन्छ फेरि हेर न को यो फेरि जिस्किने ल बाई 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 नहेर ल गुड नाइट बुढा सुतौँ टाइम हेर्नु पर 1 बज्नुलाई 15 मिनट छ आजको बर्थडे पार्टी चाहिँ मेरो छोरीको यस्तो खतरा भयो प्रभु लो सबैजनालाई गुड नाइट थ्याङ्क यू सो मच सबैजनालाई आइदिनु भयो मेरो इन्भाइटलाई मानेर नानीहरूलाई पठाइदिनु भयो दिदीहरूलाई पनि एकदमै धेरै धन्यवाद अब भोलि फेरि बिहान उठेर बुढाबुढी मिलेर भाडा धस्काउने घर सफा गर्ने यो मेसी भएको चिजहरू सब मिलाउने ल यिनीहरू के भयो मान्छे धेरै भएको बल्ल बल्ल अब जाऊ के यो के हो प्रभु भोलि बिहानको काम यहाँ हेर्नुहोस् है सबैजना यो सबै क्लिनअप गर्नुपर्ने भोलि बिहान हामी दुईजनाको काम र अब चाहिँ हामी सुत्न लागेको हामी एकदमै थाक्यो टाइम पनि यति धेरै भइसक्यो 1 बजिसक्यो सबैजना दाइदिदीहरू बस्नु अब हामी थाकेर होइन बिहान उठेर फेरि बिहान उठेर फेरि भाडा माझ्नु पर्ने छ घरसँग सबै ठिकै छ त भाडाहरू त किन माथि निस्किराख्नु गुड नाइट एभ्रीवन